सो हेलो गाइस वेलकम ब्याक टु माई न्यू च्यानल। र आजको भिडियोमा चाहिँ म मेरो यस्तो खालको गाउँलाई कन्भर्ट गर्नेवाला छु एउटा सहरमा हैन। सो बिना देरी करे स्टार्ट गरौँ है त, मतलब बिना ढिलो गरेर सुरु गरौँ आजको चाहिँ यो भिडियोमा। हेर्नु के हुन्छ लास्टसम्म। सो गाइस सबसे पहिले हामीले यसलाई कन्भर्ट गर्नको लागि एउटा दामी खालको घर चाहिन्छ हैन, 2-3 तल्ले पक्का घर। भाग निकल यहाँदेखि। सो त्यसको लागि चाहिँ हामी अब ब्लकहरू ल्याउँ है त। एउटा व्हाइट कलरको ब्लक लिउँ न। ब्लक लिए पछाडि सिसा चाहिन्छ नै। एकचोटि एउटा घर बनाउन जस्तो ट्राई गरौँ। सानो एउटा ठिक्कको सानो घर बनाउने न। यति धेरै घर बनाएर त कहाँ सकिन्छ र। ठिकैको एउटा घर बनाउँ न। सबसे पहिले यो चाहिँ बाहिरको बनाऊ, पछाडि यता चाहिँ भित्रको यस्तो गर्नु यता। यता एक स्टेपको यो बनाउनु। एउटा राम्रो खालको अगाडिबाट देखिने होइन। पनि टक्क लगाएर यस्तो यस्तो गरौँ। फुट्नु हो यस्तो गर्ने। यहाँ पनि यस्तो लगाइदिनु। यस्तो गर्ने एउटा ग्लास लगाइदिनु। साडी यस्तो सानो घरमा बनाउने हो। पहिला ठुलो घर बनाउँछ र। ओके यो घर चाहिँ सेम टु सेम मेरो साथी जस्तो लाग्दैछ। ओके त बढौँ अब हाम्रो अर्को घरमा। यहाँ पनि सेम टु सेम भन्नुभन्दा पहिले के खालको घर बनाउने त यहाँ चाहिँ। एउटा सानो खालको चिरिक्क परेको यो चाहिँ, मतलब जुन नेपालीको घर चाहिँ हुन्छ नि यसलाई त्यस्तै बनाउन ट्राई गर्छु न। नेपालीको घर जस्तै यताको त यो भइहाल्यो। यो चाहिँ गरिहालौँ त। सो यो पनि भयो। फर्स्ट फ्लोरको कम्प्लिट। नेपाली घर भन्नुसार जस्तै हुन्छ होइन। जुन सेतो कलर गर्छ। यस्तो भयो। वाउ यतिकै राख्नु न। के को नेपाली सेपाली गरेन राम्रो देखिँदैछ त। तर नेपाली घर भनेको फेरि गाउँ त जस्तै देखिन्छ क्या। हामीले त सहर बनाउँछ। नेपाली गाउँ बनाउनको लागि हामी 100 सब्सक्राइबरमा चाहिँ हामी नेपाली गाउँ बनाउँछौँ। फोर्थ घर पनि बनाऊ तर पछाडिदेखि यस्तो झन् टाइम छैन। हामी चाहिँ सबैले सुत्न जाऊँ। यो घरको हालत यस्तो छ। निक्ली गुड मर्निङ। ओहो हावा लाग्दैछ नि त हाम्रो गाउँ त सहर। सो घरहरू धेरै भएपछि पनि नि होइन
एउटा कुरा त्यहाँनिर बनाउनु बिर्सेछ क्या, त्यसको नाम हो दोकान। दोकान त हरेक गाउँमा पनि हुन्छ क्या, फेरि हाम्रो दोकान चाहिँ बिर्सिनु हुँदैन। टक्कसँग यता आउने होइन, यो त मान्छे अन्दा ठुलो बडा। सबसे पहिले त हामी एउटा स्ल्याब लिन्छौँ होइन, स्ल्याब चाहिँ यो स्ल्याब लिउँ न त, के को ठाउँमा राख्दिउँ, ब्ल्याकको ठाउँमा राख्दिउँ न त। यसले यस्तो गरेर कता कता लाग्छ हौ। यता लागिसक्यो, यहाँनिर यस्तो गरिदिउँ, माथि सिसा होइन, माथि पुरै कभर गरिदिउँ यसरी होइन, यस्तो गर्ने होइन, यस्तो गर्ने, यस्तो गर्ने, यस्तो गर्ने भयो। पसललाई चाहिँ धेरै ठुलो नबनाऊँ, पसललाई चाहिँ यत्रै बनाइदिउँ न, दोकान। ल ओके, दोकान पनि बनिसक्यो। अब हेर्नु त हाम्रो अब सहर लाग्दैछ नि त, फेरि यो चाहिँ हाम्रो राज्य है होइन, हाम्रो महल कस्तो दामी तरिकाले बनाएको छु नि। अब यो चाहिँ हेर्नुहोस् नि, यो चाहिँ मैले मोड हालेको छु, मोडबाट खाल्टो देखिँदैछ नि, के हो त्यो चाहिँ म एक्सर्साइज आएपछि मात्रै भन्छु ल, के को खाल्टो। हामी सहर बनाउन किन भित्र आएको, भाग भाग न त्यो भाग। ओहो निक्लियौँ होइन, हाम्रो घर चाहिँ यहाँ छ, टक्कै यहाँ आयो। यो भिडियोमा सेम्पा स्पाइडरले कमेन्ट गर्नुभयो भने होइन, तर नेपाली बुझ्नु न भन्नु छैन धेरै। ओके सो अहिले चाहिँ म 5 मिनट पछाडि भेट्छु। ओके बाई बाई। ओके त अझ एउटा यहाँ पसल बनाइदिउँ होइन, किनकि पसल त दिनै हुन्छ। सो अब म बनाउने बाला चाहिँ यहाँनिर केक बिक्री, सो केक बिक्री भन्न पनि सक्दैन, केक बिक्री केकको दोकान चाहिँ अब हामी बनाउन आँटेको होइन। मेन चिज उडाइदिएको, केकको दोकान चाहिँ अलिक ठुलो हुन्छ। यो चाहिँ हाम्रो लास्ट लाइन सहरको। सो पछाडि यो भएन, ओके सो हाम्रो सबै बनिसकेको छ। अब यो भित्रको लाइटिनिङ अथवा घरभित्रको इन्टिरियरको काम चाहिँ अर्को पार्टमा गर्नेछु। सो आजको लागि यति नै, तबसम्मको लागि टाटा बाई बाई, सी यू, गुड बाई। झरे